ल त सबैजनालाई जय मसी नमस्कार सेवारो र अहिले चाहिँ हामी गान्तोकमा यो भिडियो फोटो खिचेर चाहिँ हामी अहिले यात्रामा छौँ फर्किने क्रममा अब चाहिँ होटलमा र हजुरहरूले यहाँनिर डाँडाहरू हेर्न सक्नुहुन्छ यो अन्नपूर्ण त्यस्तै गरी धौलागिरी यताबाट छिर्लिएको छ माछा फुस्रे र यहाँको संरचना चाहिँ यस प्रकारले निर्माण भइएको छ र हजुरले यहाँ देख्न सक्नुहुन्छ यो होटलहरूको यहाँ फोटो खिच्ने क्रममै छ अझै जारी नै छ फोटो खिच्ने कार्यक्रम। यहाँ हाम्रो बुहारी धेरैभन्दा धेरै सब्सक्राइब गरिदिनु होला। यस्तो मजाले ढुङ्गाको गाह्रो लाएर बनाएको छ घरहरू। गान्तोकको विशेषता भनेको चाहिँ यो रहेछ गाउँ, पुरानो गाउँ, यो हिमाल दृश्य हेर्न चाहिँ एकदमै यस्तो मजाले बनाएको छ ढुङ्गाको घरहरू। र म चाहिँ अहिले भिडियो बनाइरहेको छु र विशेष गरी हेर्न सक्नुहुन्छ है हजुरहरूले डाँडाकाँडा हिमाल पहाड विशेष गरी त यहाँको हरेक थोकहरू देख्दा त धेरै पहिलेको जुन फिलिङ्सहरू आउँदो रहेछ किन हामी पनि यस्तै ठाउँमा हुर्केको पढेको त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो ठाउँमा आउँदाखेरि यस्तो फिलिङ्स हुन्छ साह्रै नरमाइलो फिलिङ हुँदो रहेछ किनभने यहाँनिर धेरै प्रकारको वन जङ्गलहरू पाइँदो रहेछ। यही नै विशेषता छ। हेर्नुहोस् यहाँको वन जङ्गल डाँडा काँडा साह्रै मजाले बनाइएको छ घरहरू। यहाँको पुरानो गाउँ बस्ती यो साइड पर्दछ र अहिले यहाँ बिस्तारै धेरै टुरिस्टहरू आउने भएको कारणले गर्दाखेरि बिस्तारै डेभलप भइरहेको छ यहाँको गाउँठाउँहरू। यहाँको रेस्टुरेन्टहरू होटलहरू यस प्रकार छ। यो चाहिँ हाम्रो जुजु बाजे पनि नआएको ठाउँमा आइपुग्यो विशेष गरी। अनि हामीले कहिले पनि हामीले ड्रेसहरू यो गुरुङ ड्रेसहरू लगाएको थिएनौँ। आज यो ड्रेसहरू पनि आज हामीले लायौँ, फोटोहरू खिचेका छौँ, भिडियोहरू बनाएका छौँ। हामी यो अपलोड गर्ने नै छौँ। हजुरहरूले लाइक कमेन्ट चाहिँ गरिदिनु होला। यहाँ हेर्न सक्दैन यो भाडाहरू यता साइड यहाँ बन्दै गरेको छ घरहरू। यहाँ निङ्गालो छ, त्यसै गरी धेरै प्रकारको जुन हाम्रो गाउँमा पाइन्थ्यो यो कुराहरू सबै यहाँनिर पाइँदो रहेछ।
अनि यहाँ मकैको के भन्छ यसलाई के लगाएको भन्छ ठाग्रा मकैको ठाग्रा यहाँ यसरी राखिएको रहेछ मकैहरू मैले हिजो तपाईँलाई देखाउँदै भयो मैले हिजो फेरि बनाएको थिएँ भिडियो र यहाँ रुख टमाटर यहाँनिर रुख टमाटर रहेछ यो रुख टमाटर यो के भन्छ खन्यु जस्तो छ यो पोटा गगुन सरी गगुन उ तल्लोपट्टि चाहिँ पोटा हो पोटाको रुख यहाँनिर यसरी ढकमक्क फुल रोपेर सजाइएको छ यो गाउँठाउँहरू यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले कत्रो कत्रो निभाराको रुखहरू